सुशीला कार्की राष्ट्रपति बन्न नपाएपछि सुशीला कार्की बौलाइसक्यो भनेर दुर्गा प्रसाईले आफ्नो टिप्पणी राख्छ। तपाईहरुलाई कस्तो लाग्छ साथीहरु यो भिडियो हेर्नुस् त। सुशीला कार्कीको राष्ट्रपति हुने ठुलो चाहना थियो हैन भाइ, गयो हिजोदेखि। अबको राष्ट्रपति चोलेन्द्र शमशेर राणा हुने अरे, सेटिङ भइसक्यो। हेर्नुस् त्यो खेल हुँदैछ यहाँ। अनि केही भएर अब सुशीला कार्की राष्ट्रपति नहुने भएपछि सुशीला कार्की पनि बौलाउन थालिन्, अहिले मुरमुराउन थालिन्। सबैलाई चाहिएको रहेछ कुर्सी। अनि सुकुम्बासी यहाँ भएनन् भनेदेखि आन्दोलनै हुँदैन, आन्दोलन नहोस् भनेर गरिब जति लखेट दिने। तर यसको प्रभाव के पर्यो यो सुकुम्बासीको घर भत्काइँदा भन्दाखेरि आज भारी बोक्ने मान्छे छैन बजारमा। के साँच्चै दुर्गा प्रसाईले भनेको कुरा सही हो त? के सुशीला कार्कीले राष्ट्रपति बन्न नपाएर के बालेनको रहस्य खोलेको हो त यस्तो? के बालेनको विरुद्धमा बोल्न थालेको हो त? तपाईहरुलाई कस्तो लाग्छ साथीहरु? आफ्नो विचार कमेन्ट बक्समा कमेन्ट गर्नु होला। जय नेपाल।